अनुहार नपरेको, बोली नराम्रो, हर्क साम्पाङ भनेको सुन्नु भएको थियो दिदी? यो मै हो। बेचे न भ्रष्टाचार गरे भ्रष्टाचार जहिले पनि सुधार यस्तो लाग्यो। हेलो साथीहरू, नमस्कार। फेरि पनि हजुरहरूलाई हाम्रो युट्युब च्यानल चामलिङ मार्टमा धेरै धेरै स्वागत छ। आज चाहिँ म धरान 5 को पञ्चमुखी चोकमा उपस्थित भएको छु। यहाँ चाहिँ मुख्यतः आज दुईवटा प्रोग्राम भएकोले यहाँ जनमानवहरू देख्नुहुन्छ, मानिसहरू देख्नुहुन्छ तपाईँहरू ब्याकग्राउन्डमा। एउटा चाहिँ लागु औषध दुर्व्यसनी विरुद्धको सचेतना र अर्को चाहिँ यो धरान 5 स्थित पञ्चमुखी टोलमा टोल कमिटी गठन गर्ने भनेर सम संस्कृति पार्टीका अध्यक्ष श्री हर्क साम्पाङ राई आउनुभएको छ। यसको यहाँ कमिटी गठन पनि भइसकेको अवगत गराउन चाहन्छु। र अहिले लागु पदार्थ दुर्व्यसनी विरुद्धको सचेतना कार्यक्रम फर्स्टमा थियो, त्यो पनि सिद्धिएको छ। यो धरान बजार चाहिँ नेपालको एउटा अलिकति बढी लागु पदार्थ प्रयोग गर्ने सहरहरूमध्येमा अग्रपङ्क्तिमै आउँछ। यो लागु पदार्थ दुर्व्यसनी विरुद्धको सचेतना चाहिँ सम्पूर्ण अभिभावकहरूले आफ्नो बच्चाहरूको ख्याल गरेर कम गर्न सकिन्छ। आफ्नो बच्चा के गर्दैछ, कसो गर्दैछ, कहाँ जाँदैछ, सङ्गत कस्तो गरिरहेछ भन्ने कुरा ख्याल गर्नु हुन पनि म यही भिडियो मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ हामीले नै ख्याल गरेन भने हाम्रो बच्चा कतिर बिग्रिन्छ, के हुन्छ, कसो हुन्छ थाहा हुन्न। उनीहरूको बिग्रिने उमेर पनि लगभग 12-13देखि 18-20 वर्षसम्म बचायौँ भने हामी आफ्नो बच्चाहरूलाई लागु पदार्थबाट टाढै राख्न सकिन्छ भन्ने मेरो आफ्नो राय हो। तपाईँहरू हेर्नु होला। आज चाहिँ खास हाम्रो दुईवटा कार्यक्रम छ यहाँ। एउटा कार्यक्रम छ लागु औषध, सुन्नु है हजुर। अनुहार नपरेको, बोली नराम्रो, हर्क साम्पाङ भनेको सुन्नु भएको थियो दिदी? यो मै हो। हो त, अनुहार परेको छैन, बोली पनि राम्रो छैन, यस्तै छान्नु भयो त के गर्नु। ल यहाँ खोइ कताको मुना, यहाँ तिमी यहाँ भिडियो बनाउनु। ल ल अब बोल्छु है त अलिकति। ल किन बोल्नु, नबोल्ने भने फोटो खिच्छु गइहाल्नु। ल धन्यवाद छ। के अरे हामी बुझौँ है। ल म थोरै मात्रै राख्छु। दुईवटा कार्यक्रम छ हाम्रो। एउटा चाहिँ लागु औषध दुर्व्यसनी विरुद्धको कार्यक्रम, यो चाहिँ 6 मा राख्ने भनेको थियो, उता राख्ने भनेको, फेरि म यता हुन्छु भनेर यता फेरि आएछ। धन्न म उता फुटबलतिर हुँदा उतै चाहिँ आउँदैन। राम्रो बुझौँ है। एउटा त्यो, अर्को चाहिँ हाम्रो श्रम संस्कृतिको टोल समाज समिति टोल सभा यहाँ बनाउने भन्ने हाम्रो सल्लाह भइरहेछ है। तपाईँहरू सबैजनाले मलाई ढुङ्गा बोक्नु सघाउनु होइन। राम्रो बुझौँ है। ध्यान दिनु ल। ध्यान दिएर सुनौँ है अलिकति। यसो गरौँ न पत्रकार साथीहरू, यसो गरौँ न। उता देखिएन अरे के अनुहारमा परेको छैन। ल त्यो दुईटै कार्यक्रममा यहाँहरूलाई स्वागत छ। हाम्रो लागु औषध दिदी एकछिन। लागु औषध दुर्व्यसन भनेको चाहिँ अब यो गाँजा गोटी के खाएर हाम्रो भाइ भतिजाहरू माथि हुन्छन् होइन। र त्यो चाहिँ बडो ठुलो एउटा चुनौतीको रूपमा हाम्रो धरानमा रहेको अझै पनि छ होइन। पहिला त झन् एकदम खराब थियो। राम्रो बुझौँ है। पहिला चाहिँ के थियो भन्दाखेरि पहिला चाहिँ 15-20 जना केटाहरू यता यो टोलको भेला हुने, अनि यस्तो घुम्ने, उताबाट फेरि 15-20 जना आउने, यताबाट आउने, बिचमा झगडा हुने होइन, कुटाकुट काटाकाट गर्ने, सबै मातेको हुने होइन। मात्दाखेरि त फेरि झगडा गरेको थाहा पाइँदैन कि के हो पनि। त्यस्तै स्थिति थियो। त्यसले गर्दाखेरि हामीले लागु औषध दुर्व्यसन विरुद्धको अभियान सञ्चालन गरेको अब लगभग झन्डै 4 वर्ष हुन्छ क्या हो होइन। र अझै पनि हामीले गरिराखेका छौँ। यो त्यो हो किनभने हामी लागु औषध दुर्व्यसनको त्यो विकृति राखेर विकास गर्न सक्दैनौँ होइन।
विकासको अर्थ पनि हुँदैन। त्यसो भएको कारणले हामीले यो चाहिँ थुप्रै महिना थुप्रै वर्षदेखि गरिराखेका छौँ। अहिले चाहिँ हामी यो चाहिँ नि के अरे अहिले म अलिक व्यस्त धेरै छु। व्यस्त किन छु भने सुन्नु है, राम्रो सुन्नु ल सबैले। अहिले चाहिँ म किन धेरै व्यस्त छु भन्दाखेरि अब अलि माथिको चुनाव लड्नु पर्यो भनेर चाहिँ हामीले एउटा दल खोलेका छौँ, श्रम संस्कृति भन्ने। सुन्नु भएको छ होइन? ठुलो कुरा राख्न चाहन्न म यहाँ, यो स्वाधीनता हाम्रो सम्प्रभुता यो त्यो भन्न म चाहन्न, ठुलो यो केही पनि व्याख्या पनि गर्न चाहन्न। यति भन्न चाहन्छु कि हामी यो देश बनाउन चाहन्छौँ होइन? भ्रष्टाचार मुक्त देश, विकृति मुक्त देश, सुशासनयुक्त देश, विकास भएको देश, विकास हुने देश होइन? कोठाको कोठा पैसा नराख्ने देश होइन? सुनको तस्करी नगर्ने देश, मान्छेलाई नबेच्ने देश, मानव तस्करी नगर्ने देश, सिंहदरबार नजलाउने खालको देश होइन? झगडा नगर्ने, टार नबाल्ने खालको देश होइन? हतियार होइन औजार चलाउने खालको देश बनाउन खोजिराखेका छौँ। तपाईँहरूले हेर्नुहुन्छ फेसबुक? हजुर फेसबुकको कसले हेर्नुहुन्छ? यस्तो गरौँ त। हो फेसबुक 15 जनाले चाहिँ हेर्नुहुँदो रहेछ। यताकोले हेर्दैन नि फेसबुक? हेर्छ। फेसबुक छैन भने कस्तो हुन्छ? के चाहिँ छैन त आज, के चाहिँ हेरिन त? यसो गर्दा भरे त फेसबुक नहेरे होइन? फेसबुक सबैले हेर्नुहुन्छ? हो त्यो फेसबुकमा पनि हाम्रो राम्रो बुझौँ है, राम्रो बुझौँ ल। म 2 मिनट मात्रै तपाईँको समय लिन्छु। फेसबुकमा पनि हामीले हाम्रो कुरा राखिराखेका छौँ। सुन्नुहुन्छ? हिजो म कहाँ गएर बोलेको थिएँ? पत्री भरे एकछिन चक्लेट किनिदिन्छु। सानो नानी भए चाहिँ किनिदिन्थेँ, तर ठुलो हुनुहुँदो रहेछ किनिदिन्न होइन? हामीले बोलेको कुरा तपाईँले सुनिराख्नु भएको छ, त्यसले गर्दा म यहाँ भाषण गर्न चाहन्न होइन? तपाईँहरूलाई गीत गाउनु नचाउनुको लागि पनि म आएको होइन। कुनै दिन गरौँला भाषण है। हामी एउटै घरको मान्छे, तपाईँलाई थाहा छ। त्यसको कारणले हामीले गर्न खोजेको कुरा के हो, भन्न खोजेको कुरा के हो भन्ने तपाईँलाई थाहा छँदैछ। धेरै कुरा गरिदिनु, तपाईँहरूले मलाई साथ दिनुपर्छ, हामीलाई साथ दिनुपर्छ। श्रम संस्कृतिको चुनाव चिन्ह माटो छ, 2टा हातमा रहेको माटो, त्यो 2टा हात तपाईँको हात हो अनि त्यो माटो चाहिँ देशको धरानको है। त्यो चिन्हमा तपाईँ हामी सबैजनाले भोट मतदान गरौँ अनि एउटा राम्रो खालको सरकार हामी निर्माण गर्नेछौँ है। त्यो त्यति भन्न चाहन्छु। अझ धेरै कुरा म राख्नै चाहन्छु किनभने तपाईँलाई थाहा छँदैछ कति भन्ने रात गर्न आएको, फेरि भात पकाएर खानु पर्ने छ होइन र? र मैले अब के गर्ने होइन, सबैले मूल्याङ्कन गर्ने विषय हुन चाहिँ मैले धरानमा कस्तो काम गरेँ तपाईँले के भन्नुहुन्छ? राम्रो गरेँ कि नराम्रो गरेँ भने है? तर पार्टीमा आस्था राख्ने नेता कार्यकर्ताले त राम्रो भन्दैन किनभने राम्रो नभन्नु है भनेर सिकाएको हुन्छ होइन? यसो यसो एकछिन है, यो के हो भन्नु त? यो कागज है, कागज हो, कागज हो। कस्तो कलरको छ? सेतो छ, तर कतिले यसलाई कालो भन्छ। अलि हाँसौँ, अलि हाँसौँ है। भन्नुको मतलब कति मान्छेहरूलाई चाहिँ हर्क सम्मान मन पर्दैन होइन? हर्क सम्मानले आएर धरानमा केही पनि बिगार्ने काम मैले गरेको छैन। न मैले खोला भत्काएर बेचेँ न भ्रष्टाचार गरेँ भ्रष्टाचार जहिले पनि सुधारको कुरा यस्तो लागु छ। दुर्व्यसनको विरुद्धमा बोलेको कति हप्ता भएपछि 182 हप्ता बिचमा थुप्रो पनि सुधारको लागि काम गरेर हुन्छ। त्यसो भएको कारणले म जस्तो मान्छे अब यो धरानको सुधारको लागि मात्रै नभएर देशकै सुधारको लागि आउनुपर्छ भन्ने जनताको माग छ होइन? छैन?
त्यो देख्नुभयो होला नि बाहिर बाहिर जाँदाखेरि कि कता कता होइन कता होइन हेटौडा कता कता यहाँ पनि मान्छे भन्नुको मतलब देशकै विकृतिको लागि हर्क साम्पाङ माथि जानुपर्ने रहेछ हो त्यसो भने तपाईँहरूले मलाई माथि पठाउनुपर्छ है म ठिक बनाउँछु देशलाई बिग्रेको भत्केको देश छ नि जलेको देश लागिराखेको आगो निभाउँछु भत्किराखेको देशको पर्खाल लगाउँछु तपाईँहरूले मलाई साथ दिनुपर्छ हुन्छ हो यदि त्यसो हो भने अब हामी श्रम संस्कृतिमा आबद्ध हुनुपर्छ र यहाँ पनि हामी एउटा श्रम संस्कृतिको टोल समिति बनाउँ हुन्छ तपाईँहरू सबैजना टोल सभा सदस्य बन्नु हामी समिति बनाउँछौँ यहाँ होइन अनि यो देशमा हामी विकास गर्छौँ है विदेशी ऋण ल्याउँदैनौँ हामी आफ्नै देशमा गर्छौँ है तपाईँ हामीले कति गरेका छौँ काम गरेका छैन कम त चाहिँ काम गर्नु मन लाग्दैन कम त चाहिँ काम गर्नु मन लाग्दैन रातिको 1 बजीसम्म बेलुका चलाउनु मन लाग्छ के गर्नु तर अरू सुत्नु गइहाल्छ एक्लै चलाउनु तपाईँलाई काम गर्नु मन लाग्छ त्यसको लागि काम मात्रै भन्नु त एकचोटि यहाँबाट थोरै भए पनि काम मात्रै भन्नु त सबैले काम मात्रै गर्नु पाए पनि हुन्थ्यो यस्तो काम गर्नु मन लाग्छ क्या मलाई अनि म जस्तो मान्छे यो देशको प्रधानमन्त्री भयो भने देश कस्तो भन्छ होला भन्नु कोही कसैलाई म बस्नु दिनु काम है खानुको दुःख हुनु भएन लाउनुको दुःख हुनु भएन सेवा सुविधा हुनु पर्यो होइन काम चाहिँ गर्नु पर्यो काम गर्नुपर्छ कि पर्दैन यहाँनिर कामै नभएर रोजगारी नभएर ल्याङफ्याङ जिन्दगी बाँचिरहेछ कस्तो जिन्दगी बाँचिरहेछ ल्याङफ्याङ जिन्दगी बाँचिरहेछ है तपाईँहरूले नि सुन्नु है हाम्रो घर परिवारबाट कि त श्रीमान कि त श्रीमती कि त छोरा कि त छोरी कोही न कोही विदेश गएको छ आज छैन कसको घरबाट विदेश गएको छ यस्तो हात उठाउँदा सबैजनाको रहेछ होइन ल एकछिन ल यता सुन्नु है विदेश गएर आएको अब रिटायर लाउरे त लाउरे भइहाल्यो होइन म पनि विदेश गएर आएको लाउरे नै हो तर म चाहिँ के अरे पेन्सनवाला लाउरे होइन त्यो के जति लाउरे भन्छ नि भन्न म चाहन्न त्यो लाउरे हो म पनि होइन ल को हुनुहुन्छ म जस्तो हात उठाउनु त विदेश गएर आउने यी सबै नै रहेछ यता छैन सबैतिर होइन राम्रो बुझौँ है विदेश जाँदाखेरि देशको माया कम्ता चाहिँ लाग्दैन होइन उ त्यो काठमाडौँबाट उडेर गएपछि देशको माया सुरु भयो यहाँ आउँदा चाहिँ वास्तै छैन यस्तै नाथे देश होइन लात्ताले हाल्नु मन लाग्छ अलि हाँस है विदेशमा गएर दुःख पाउनुपर्छ कि बेसी दुःख पाउनुपर्छ होइन भात पनि खानु पाएन भने 6 महिना भइसक्यो तलब दिँदैन है उता बुढीलाई फोन गर्यो बुढीले तलब पाउँछ भने पठा नत्र चाहिँ हेरै भनेर उता फेरि धम्की है साहुको ऋण काटेर गएको उता कम्पनीले तलबै दिँदैन त्यो नेपालीलाई कति दुःख लागेको होला नि हाम्रो छोराहरू त्यस्तो भएको होला हामी पनि त्यस्तै भएर आएको होला होइन हो कि होइन हो यस्तोहरू नहोस् भनेर चाहिँ अब यही देशमा केही गरिखानुपर्छ ल धेरै लामो भन्न चाहन्न भन्नै पर्दा त म 6 महिना 1 वर्षै भन्न सक्छु तर नभन्नु धेरै यही देशमा गरी खाने वातावरण हामी बनाउँ र तपाईँले मलाई जहाँसम्म चिन्नु भएको छ हर्क साम्पाङ अनुहार नपरेको बोली पनि राम्रो नभएको तर बोलेको कुरा पुरा गरिसकेको कि होइन पो हो त्यसो भएको कारणले हामी त्यस्तो देश बनाउनेछौँ त्यो देश निर्माण गर्नका लागि तपाईँहरूले मलाई सहयोग ल हामी चुनाव चिन्ह माटो लिएर आइराखेका छौँ यहाँनिर एउटा टिम बनाउँ खोइ तपाईँले बनाइसक्नुभयो कविजी कता हो छ राउन्ड मात्रै भएर के गर्ने खोइ त समिति गठन गरेको
ल यहाँबाट को यसो यो टोलबाट चाहिँ नि म गर्छु तपाईँलाई म सघाउँछु म अगाडि बढ्छु भनेर एकचोटि हात उठाइदिनु त। आहा अरे थुप्रो पो रहेछ त। ल ठिक है। तर हामीलाई चाहिँ कस्तो छ भने लाज लाग्छ क्या। बस्नु त सर, बसौँ न सर। हामीलाई त कम त लाज लाग्छ त होइन। सोझो मान्छेलाई चाहिँ लाज धेरै लाग्छ है। कम त लाज लाग्दैन। तपाईँहरूलाई पनि लाज लाग्छ? यो टोल बनाउने, यो गोडा बनाउने, यो देश बनाउने चिजमा आबद्ध हुनलाई लाज लाग्छ? लाग्दैन भने हात उठाउनुहोस् त। कसलाई लाग्दैन है? कसैलाई पनि लाज लाग्दैन है। ल यति भित्रबाट एकजना अध्यक्ष बस्छ। तपाईँ बस्ने सर? रिटायर छैन सर मेरो त। ए रिटायर छैन उहाँ कता बनाइसक्नुभयो? अध्यक्ष उपाध्यक्ष भन्नुभयो?